सम्पूर्णमा नमस्कार टक्रा भन्दै म फेरि हजुरहरू समक्ष फेसबुकमा जोडिन चाहे। हामीले बिहान भुटेको भटमास मकै चनालाई सिधै नुन बिरे नुन राखेर हामी जाँतोमा चाहिँ पिस्ने क्रममा छौँ। यसरी जाँतोमा पिसेको यो पौष्टिक सातुले चाहिँ स्वास्थ्यलाई पनि फाइदा हुने र यसरी जाँतो पिनिरहँदाखेरि स्वास्थ्यलाई पनि व्यायाम पुग्ने हेर्न सक्नुहुन्छ। यस्तै जाँतो चलाउँदाखेरि हाम्रो शरीरको पुरै भागहरू चाहिँ चलिरहेको हुन्छ, जसमा अहिले आएर थेरापी गर्ने योगा गर्ने भन्नेहरू छ। पहिला त्यो जमानामा हाम्रो पहिलाको जमानामा यो ढिकी जाँतो गरेर नै जीविका चलाइन्थ्यो। त्यो बेला चाहिँ थेरापी योगा जुम्बा भन्ने केही थिएन, यही ढिकी जाँतो गरेर नै स्वास्थ्यको चाहिँ व्यायाम पुग्ने गर्थ्यो। त्यसरी ढिकी जाँतो गरिराख्दाखेरि चाहिँ शाम बिहान ढिकी जाँतो गरिराख्दाखेरि चाहिँ गीतहरू पनि गाउने चलन थियो हाम्रो। त्यसलाई चाहिँ त्यो पुरानो गीतलाई छोटो म स्मरण गराउन चाहेँ। आए सोनी आए माया बगालै ओ हान्दा आए बामा गिनी आए मार्यो आए